नमस्कार। आज हामी भिटामिन B12 को कमीले हुने स्वास्थ्य समस्या बारे कुरा गर्नेछौं। भिटामिन B12 शरीरका लागि अत्यन्त आवश्यक पोषक तत्व हो जसले दिमागलाई स्वस्थ राख्छ, स्नायु प्रणालीलाई मजबुत बनाउँछ, रातो रक्तकोष तथा DNA बनाउन सहयोग गर्छ। भिटामिन B12 पाइने खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दूध तथा दुग्ध पदार्थ, फोर्टिफाइड सिरियल। कमी हुँदा देखिने लक्षणहरू अत्यधिक थकान तथा कमजोरी, छाला फिक्का हुनु, जिब्रो पोल्नु वा घाउ हुनु, हातखट्टा जमजम गर्नु, हिँड्दा असन्तुलन, बिर्स्ने समस्या, डिप्रेसन वा मुड परिवर्तन। कसलाई बढी जोखिम हुन्छ? शाकाहारी व्यक्ति तथा वृद्ध उमेर समूह, पेटको समस्या भएका बिरामी। लामो समयसम्म एसिड कम गर्ने औषधि र मधुमेहको औषधि मेटफर्मिन जस्ता औषधिहरूले जोखिम बढाउन सक्छन्। लामो समयसम्म उपचार नगरेमा रगतको कमी, स्थायी नर्भ क्षति वा प्यारालिसिस हुन सक्छ। यी लक्षण देखिएमा बेवास्ता नगर्नुहोस्। आजै भिटामिन B12 जाँच गराउनुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीको लागि लाइक, शेयर अनि फलो गर्नुहोस्।